आज म तपाईँहरूलाई मुलकोटको एउटा यस्तो ठाउँ जहाँ रोडमा ऐनै ऐनाले सजाएको हुन्छ हो, यो ऐनाहरू कसले र किन राखेको हुन्छ भन्ने कुराको जानकारी दिन जाँदैछु। यहाँ यात्रा गर्ने क्रममा चालकहरूले यात्रा शुभ होस् र सफल होस् भन्ने विश्वासले गर्दाखेरि यहाँ सेती माताको मन्दिरमा पूजा गरेर यो भित्तामा ऐना चढाउने गरिन्छ र यो त्यो ऐनामा कति चालकहरूले आफ्नो गाडीको नम्बर पनि लेखेर टाँस्ने गरिन्छ हो। यहाँ अहिले यात्रा गर्ने क्रममा देश तथा विदेशका मान्छेहरू पनि आउने गरिन्छ यो पर्यटकीय ठाउँ हेर्नको लागि, किनभने यस्तो यहाँ एउटा मात्र यस्तो ठाउँ छ जसको रोडको भित्तामा ऐनै ऐनाले सजाएको छ र यो अति नै सुन्दर। यहाँबाट भ्यूहरू पनि हेर्न सक्नुहुन्छ। हस्त, धन्यवाद। तपाईँ सबैलाई सेती माताले रक्षा गरून्।